नमस्ते साथीहरू, हामी चाहिँ आज कागबेनीमा आएका छौँ र कागबेनीको यो दृश्य यो चाहिँ गुम्बादेखि लिएर माथि मन्दिर यसरी हिमाल एकदमै रमणीय छ। यो हामी चाहिँ अहिले बिहानै चाहिँ कागबेनीको दृश्य देखाइरहेछौँ र अहिले यो कागबेनीमा चाहिँ अहिले बिहानको 7 बजेर कति 7:30 जति भएको छ। यहाँ चाहिँ -2 डिग्री छ। एकदमै रमणीय छ, एकदमै वरिपरि हिउँ। यो अहिले हामी कागबेनीको बुढी गण्डकी खोला यो छ, माथिबाट बस आउँदैछ। अब हामी यो सर देखाइरहेको छ, यति रमणीय ठाउँ छ। यो माथि हिमाल छ, यो छ, त्यसपछि यता यो कागबेनी बजार, यो माथि बस जाँदैछ। यहाँ हामी चाहिँ अब यहाँबाट उभो माथि चाहिँ मुक्तिनाथ जाँदैछौँ। मुक्तिनाथ चाहिँ यहाँबाट कागबेनीबाट 45 मिनट गाडीलाई लाग्छ भनेको छ। र अब हामी यहाँ छौँ। यसको दृश्य वरिपरि एमएमएम मोबाइल चलाउँदै हुनुहुन्छ र चाहिँ यो हिमालको चाहिँ यो यति राम्रो छ, रमणीय ठाउँ छ। यहाँ चाहिँ एकदमै यो पारिपट्टिको हिउँ, यो चाहिँ माथि घाम लागेको छ र अहिले यहाँको चाहिँ सेल्सियस भनेको -2 डिग्री सेल्सियस छ, -2 डिग्री सेल्सियस छ। यहाँ चाहिँ यो बजारको चाहिँ सिन देखाइरहेको छु मैले। यो बजार कागबेनी बजार र एकदमै राम्रो चाहिँ नेपालको स्विजरल्यान्ड यहीँ छ। हजुर सर, कस्तो लागिरहेछ? एकदम रमाइलो छ यहाँबाट हेर्दाखेरि। अब यो चाहिँ यहाँ झन् एकदम डरलाग्दो देखियो सर। कालीगण्डकी त यताबाट आएको रहेछ होइन? हजुर। यो दुईटा होटलको लागि त कालीगण्डकी र यो खोलाले चाहिँ च्यापेको रहेछ बिचमा होइन? एकदम खतरनाक छ। हात कामिरहेछ थुरथुर मेरो, एकदमै कठिरहेछ, चिसो छ, वरिपरि हिमालले ढाकेको छ, रमणीय ठाउँ छ, यति रमणीय ठाउँ। हामी यहाँ आज यो चाहिँ कागबेनीको होटलमा आज यहाँ बास बसी। अब हामी 8 बजे नास्ता गरेर होइन ब्रेकफास्ट गरिसकेपछि हामी चाहिँ मुक्तिनाथतर्फ लाग्दैछौँ। हामी मुक्तिनाथमा आज दर्शन गरेर मुक्तिनाथमा चाहिँ र पछि हामी यहाँबाट फर्केर फेरि हामी चाहिँ गलेश्वर गएर बस्ने चाहिँ योजना रहेको छ। धन्यवाद सबैजनालाई। केही कुराहरू आउँदा तपाईँहरूलाई अपडेट गरिरहेको हुनेछु। हस्, धन्यवाद।